एउटा रमाइलो भेटघाट, मनोरञ्जन, रमाइलो खेलकुद गर्दै हामी अहिले यति बेला यहाँ हलमा उपस्थित छौँ। हलमा उपस्थित सम्पूर्ण महानुभावहरूमा म कार्यक्रम सञ्चालक सरोज तामाङको हार्दिक नमस्कार। कृपया शान्त भएर कार्यक्रमको शोभा बढाइदिनु हुन अनुरोध गर्दछु। कार्यक्रमलाई अध्यक्षता ग्रहण गरिदिनु हुनका लागि म यसै विद्यालयका प्रधानाध्यापकज्यू श्री प्रमोद भण्डारी सरलाई मञ्चमा आसन ग्रहणका लागि आमन्त्रण गर्दछु। हामीले बिहानको सत्रमा एउटा सानो रमाइलो पल बितायौँ। पहिला विद्यालयमा बस्दाखेरि खेल्दाको अनुभव फेरि पुनर्ताजगी गराउँदै हामी क्रिकेट भित्र र बाहिर बस्दै गर्नुभएका दुईटा टिममा विभाजन गरियो। ज्ञानचक्षु स्टार, ज्ञानचक्षु गोल्ड भनेर एउटा टिम बनाइयो, त्यसपछि खेलियो, रमाइलो भयो। जोस् नानी बाबुहरू चाहिँ रुँदै हुनुहुन्छ, त्यहाँ सम्झाउनु बुझाउनु पर्यो, हल्ला गर्नु भएन। हाम्रो सर सन्दीप सरको पनि आगमन भइसकेको अवस्था छ। उहाँलाई पनि आसन ग्रहणको लागि चाहिँ हार्दिक अनुरोध गर्दछु। कार्यक्रम निकै छोटो पिठो गर्ने तयारीमा छौँ हामी। यति बेला एउटा सूचना आएको छ। जीवन विष्टज्यूको मोबाइल कोसँग होला, एकपटक सम्पर्क गरिदिनु होला। त्यस्तै गरी सहायक प्र भूपाल खवास सर लगायत रिटायर्ड भएर पनि आज हामीसँग यहाँ कार्यक्रममा उपस्थित हुनुभएका हाम्रा शिक्षक आदरणीय गुरु सन्दीप प्रधान सर, त्यस्तै गरी यस विद्यालयमा पढाइरहनुभएका सम्पूर्ण गुरुवर्गज्यूहरू लगायत आज यस कार्यक्रममा आइदिनुभएका मेरो परिवारका सम्पूर्ण सदस्यहरू, त्यस्तै गरी यस विद्यालयका सम्पूर्ण भाइ बहिनीहरू र हामी बाहिरबाट आएका सम्पूर्ण मित्रहरूमा म गगन आलेको तर्फबाट एकमुष्ट न्यानो अभिवादन टक्राउन चाहन्छु। आज हामी एउटा रमाइलो कार्यक्रममा बिहानैदेखि अहिलेसम्म र भरेसम्म पनि रहने नै छौँ। यो कार्यक्रमको मुख्य उद्देश्य भनेको हामी पहिलादेखि यहाँ पढ्दै आएका, अहिले यहाँ नभएका शिक्षक शिक्षिका लगायत हामी सम्पूर्ण केही भूतपूर्व विद्यार्थीहरू चाहिँ एकै ठाउँमा जम्मा भएर एउटा रमाइलो ढङ्गले एक दिन चाहिँ बिताउँ। र त्यस्तै गरी त्यति मात्रै नभएर हाम्रो देउसी भैलो तिहार अन्तर्गत देउसी भैलो एउटा जुन संस्कृति छ, कला संस्कृति, त्यो चाहिँ कसरी खेलिन्छ र त्यो खेलेर मात्रै होइन कि त्यहाँ खेल्दाखेरि चाहिँ घरबेटीले कसरी दान दक्षिणाहरू दिन्छन् भन्ने कुरालाई चाहिँ आज हाम्रो भाइ बहिनीहरूलाई नजिकैदेखि बताउन पाउँछौँ कि भन्ने उद्देश्यले हामी यहाँ आएका छौँ र आएका थियौँ, जसलाई हाम्रो जुन उद्देश्यलाई बुझेर सम्झेर यति एउटा व्यस्तताको बावजुद पनि हाम्रो लागि समय मिलाइदिनु भएकोमा
हाम्रो विद्यालय परिवार प्रशासन लगायत सम्पूर्णलाई हाम्रो टिमको तर्फबाट हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छु। र हाम्रो देउसी आजको यो कार्यक्रमलाई विशेष मैले देउसीसँग यस कारण पनि जोड्न खोजेको छु किनभने हाम्रो कार्यक्रमको जुन गर्नुपर्छ है भनेर हामीलाई ब्याक फोर्स प्रदान गर्नुहुने त्यस्तै गरेर हामीलाई यहाँ उपस्थित हुन नसके तापनि हामीलाई सहयोग शुल्कहरू पठाउनु हुने भनेकै देउसी टिम हुनुहुन्छ। एउटा देउसी टिम जो चाहिँ भारतको उत्तर पूर्वाञ्चल क्षेत्रमा बसोबास गर्नुहुने नेपालीहरूमध्ये केही कोलोनीमा कोहीमा नागाल्यान्ड स्थित केही कोलोनीका दाजुभाइ दिदीबहिनीहरू मिलेर हामीले देउसी भैलो खेलेका थियौँ। त्यो बापत उठेको रकममध्ये 30% चाहिँ छुट्याएर हामीले पढ्दै गरेको विद्यालयमा चाहिँ केही एउटा रमाइलो कार्यक्रम गरिदिनुपर्छ है भनेर उहाँहरूले नै त्यो मिसन राख्नुभयो, त्यो बताउनु भयो मलाई र म पनि एकदम खुसी भएर आदरणीय हाम्रो जीवन विष्ट दाई लगायत सम्पूर्ण हाम्रो दाईहरूलाई भूतपूर्व दाईहरू लगायत सम्पूर्णलाई चाहिँ भनेर आज हामीले यो कार्यक्रमको एउटा माहौल हामीले सृजना गर्न सफल भएका छौँ। र म छोटकरीमा उहाँहरूको नेम लिस्ट पनि यहाँ वाचन गर्ने अनुमति चाहन्छु। हाम्रो देउसी टिममा हुनुहुन्थ्यो जसको म नाम लिनेछु, उहाँहरू सबैजना हाम्रो देउसी टिममा हुनुहुन्थ्यो र हामीले 4 दिन, यसपालिको तिहार त 3 दिनको नभएर 4 दिन हामीले देउसी खेल्न पायौँ। उहाँहरू त्यही समूहमा हुनुहुन्थ्यो जसमध्ये पहिलो नाम रहेको छ हाम्रो अफिसर्स हिल कोलोनीका चेयरम्यान रामबहादुर आले हुनुहुन्छ। त्यस्तै गरी मणिराम आले हुनुहुन्छ जो चाहिँ उत्तर पूर्वाञ्चल क्षेत्रीय सेवा नेपाली सङ्गठनका प्रेसिडेन्ट पनि हुनुहुन्छ। राजु आले हुनुहुन्छ, रुखबहादुर थापा हुनुहुन्छ, गीता आले हुनुहुन्छ, चन्द्रकला आले हुनुहुन्छ, हेमा थापा हुनुहुन्छ, चन्द्रकला आले हुनुहुन्छ, मार्किन गुरुङ हुनुहुन्छ, सरस्वती आले हुनुहुन्छ, सुजेन राई हुनुहुन्छ, सुमन विक्क हुनुहुन्छ, खिम विक्क हुनुहुन्छ, आङ्गोतो नाक्सो। यो नाम तपाईँहरूलाई सुन्दा अलिकति अनौठो पनि लाग्न सक्ला। आङ्गोतो नाक्सो उहाँ चाहिँ विशेष गरी हाम्रो नेपाली समुदायबाट नभएर नागा समुदायबाट हुनुहुन्छ, तर नेपाली यति प्रष्ट बोल्नुहुन्थ्यो उहाँले हामीसँग देउसीमा पनि उहाँ जोडिनु भयो। त्यस्तै गरी दिपेन खड्गा हुनुहुन्छ, मिस्टर वाहिद हुनुहुन्छ, गीता खड्गा हुनुहुन्छ, विशाल थापा हुनुहुन्छ, मनकुमार राई हुनुहुन्छ, काजी थापा, त्यस्तै गरेर श्याम गुरुङ, तारा छेत्री, रिता प्रधान र अन्त्यमा म स्वयं गगन आले पनि त्यहाँ चाहिँ देउसीको टिममा उपस्थित थिएँ। र जसमध्ये हाम्रो कोलोनीहरूमध्ये चाहिँ अफिसर्स हिल, बाइपास कोलोनी, न्यू रिजर्भ र त्यस्तै गरी अग्री कोलोनी र अप्पर चानमारी, यी 5वटा कोलोनीका हामी सम्पूर्ण समूहहरू मिलेर चाहिँ देउसी खेलेका थियौँ। आज एकदमै खुसी लागेको छ, हाम्रो मिसन पुरा हुँदैछ र भरेसम्म पुरा पनि हुनेछ। हामी जुन एउटा उद्देश्यले आएका थियौँ त्यो हामीले पक्कै पनि पुरा गर्नेछौँ। पहिला हामी कति मजाले चाहिँ यहाँ बसेर, हाम्रो त एउटा घर नै हो, यो हाम्रो घरभन्दा पनि एउटा घर हो होइन, घरभित्रको पनि घर हो हाम्रो विद्यालय, जहाँ चाहिँ हामीले आफ्नो अहिलेसम्मको आजीवन जिन्दगी बिताएका छौँ। र आज हामीले यस्तो मजाले क्रिकेट पनि खेल्न पायौँ। क्रिकेट गेम तपाईँहरूले हेर्नु पनि भयो, सुन्नु पनि भयो होला। यो वातावरण एकदमै मजाले मिल्यो। यस कारणले एकदम धेरै आभार पनि प्रकट गर्न चाहन्छु। र कस्तो हुन्छ भने हामी सधैँभरि विद्यालयमै आएर हजुरहरूसँग भेटघाट गर्न त्यो एउटा मौका पनि सधैँभरि जुट्दैन। त्यसैले गर्दाखेरि चाहिँ हामी विशेष गरी दृष्टिहीन भएका व्यक्तिहरू चाहिँ बाहिर गइसकेपछि एउटा भेटघाट गर्ने राम्रो एउटा ठाउँ स्थान चाहिँ हामीले पाउनुपर्छ भन्ने माग हाम्रो अझै पनि रहेको छ। लगायत हामीले पढेर मात्रै यो हाम्रो किताबी शिक्षाले मात्रै केही पनि नहुँदो रहेछ। म यस विद्यालयबाट पास आउट भएर आज बाहिर बसेर पढ्दै गरेको 6-7 वर्ष भयो। मैले धेरै कुराहरू बाहिरबाट सिकेँ पनि। हाम्रो किताबी शिक्षाले मात्रै धेरै अप्ठ्यारो बनाउँदो रहेछ, हामीले व्यवहारिक शिक्षालाई पनि सँगसँगै लानु पर्दो रहेछ। हाम्रो जिन्दगीमा यसको ठुलो महत्त्व हुँदो रहेछ। हामीलाई विद्या त चाहिन्छ, तर धन कमाउने विद्याको ठुलो आवश्यक रहेछ। त्यो कुरा मैले अहिले भन्दाखेरि जे जस्तो लागे पनि, जे जस्तो भए पनि, भाइ बहिनीहरूले पनि यहाँबाट पास आउट भएर बाहिर गइसकेपछि मजाले बुझ्नुहुनेछ। त्यही कुरालाई नै हाम्रो यो सङ्घर्षपूर्ण जिन्दगीलाई अलि भए पनि सहज र सजिलो ढङ्गले चाहिँ बिताउनुपर्छ है भनेर हामी दृष्टिहीन भएका व्यक्तिहरू चाहिँ बिस्तारै युनाइटेड हुँदैछौँ। हामी सबैजना मिल्दैछौँ।
एउटा ब्रेन युनाइटेड मिसन पनि हामी चलाउँदैछौँ अब चाँडै नै, जहाँ चाहिँ हाम्रा केही मागहरू, आधारभूत मागहरू रहनेछन् जो व्यवहारिक पनि हुन्छ। हामीले माग राख्ने मात्रै होइन, समाधानका उपाय सहितका मागहरू लिएर हामी विभिन्न ठाउँहरूमा पनि गयौँ। यस विषयमा मैले भन्दा अझै बृहत रूपले चाहिँ हाम्रो आउनुहुने हाम्रो जीवन विष्ट दाइले पनि बताउनु नै छ। र यति भन्दै हामी जहाँ रहे पनि, जस्तो अवस्थामा रहे पनि युनाइटेड हुनु जरुरी छ होइन। त्यसैमाथि अब हामी ब्रेन लिपि अध्ययन गरेर पास आउट छ, हामीसँगै युनाइटेड भएर अगाडि बढ्न जरुरी छ भन्दै अहिलेको लागि भरे पनि हाम्रो देउसी भैलोको कार्यक्रम पनि यहाँ छ जुन हामी मजाले सञ्चालन गर्नेछौँ भन्दै मेरा केही शब्दहरूलाई अहिले यही नै बिट मार्न चाहन्छु समय पाउनेको कारणले गर्दा। धन्यवाद। हरूको सहयोगबाट आजको कार्यक्रम चाहिँ सम्पन्न हुँदैछ। अब देउसी भैलो खेल्ने कार्यक्रम पनि छ भनेर भन्नुभयो। यसो सुन्दाखेरि होइन कस्तो असान्दर्भिक कुरा गरेको जस्तो लाग्दो होला। देउसी भैलो त भर्खर अस्ति गइसकेको छ तिहार, तर अहिले किन भन्दाखेरि चाहिँ भाइले भनेको जस्तै कार्यक्रमको सहयोग पनि त्यसरी जुट्यो। अनि फेरि हामी यो अवसर अथवा यो मौका, यो पल भनौँ न, यो पललाई चाहिँ हामी फेरि जिउन चाहिँ सक्दैनौँ त फेरि त्यो समय आउनलाई लाग्छ, आउँछ आउँदैन थाहा छैन। त्यही भएर चाहिँ हामी आफू भएको बेलामा होइन, साथी आफू साथी भएको बेलामा चाहिँ देउसी भैलो कार्यक्रम गरौँ, कस्तो हुन्छ त अनुभव गरौँ, ताकि यो कुरा सबैलाई थाहा छ होइन। सबैको घर गाउँमा देउसी भैलो खेलिन्छ। तैपनि अब यसरी पूर्व पश्चिम उत्तर दक्षिणका साथीहरू हामी भेट भएर हामी एकासँग त खेल्दैनौँ। त्यो हिसाबले आजको यो दिनलाई चाहिँ विशेष बनाउँदै यो कार्यक्रमलाई पनि जोड्दै गइरहेको अवस्था छ। अब हामी माझ यति बेला यसै विद्यालयका पूर्व शिक्षक गुरु हाम्रो सङ्गीत गुरु हुनुहुन्छ सन्दीप सर, उहाँलाई पनि आफ्नो धारणा विचार राखिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। इस कार्यक्रम का आयोजक इस विद्यालय का प्रमोद भण्डारी जी, संपूर्ण शिक्षक प्यारा विद्यार्थीहरू, यसरी नै आज बाहिरबाट आउनुभएका महानुभावहरू, आज यो कार्यक्रम एउटा विशेष कार्यक्रम। अन्त मेरो स्वर अलिकति बसिरहेछ है, त्यसको लागि क्षमा प्रार्थी। यो एउटा कार्यक्रम विशेष कार्यक्रम हो, किनभने हाम्रो विद्यार्थीहरू विद्यालयबाट बाहिर जान्छन्, उहाँहरूले विद्यालयबाट बाहिर गएपछि त्यहाँ अनेक कुराहरू सिक्छन्। र त्यो पुनः त्यो विद्यार्थीहरू हाम्रो विद्यालयमा फेरि आएर उहाँहरूले हाम्रो ससानो भाइ बहिनीहरूलाई त्यो बारे अनेकौँ कुरा ज्ञान दिनुहुन्छ, सिकाउनुहुन्छ। त्यो धेरै नै एकदमै उदाहरणीय र प्रशंसनीय छ। आज यस कार्यक्रममा पनि म कुरा बस्दिनँ होला, त्यसको लागि म अहिलेदेखि क्षमा प्रार्थी छु र यो कार्यक्रमको सफलताको शुभकामना दिँदै बिदा चाहन्छु। धन्यवाद। हाम्रो गुरु सङ्गीत प्रधान सरलाई आफ्ना विशेष शब्दहरू राखिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ। उहाँको विशेष समय परिस्थितिका बावजुद पनि हाम्रो कार्यक्रमलाई सम्झेर उपस्थिति जनाइदिनु भएको छ।
यसले कार्यक्रमलाई मनोरञ्जन बनाउँछ भन्ने जस्तो देखिन्छ। बरु एकछिन रमाइलो गरौँ भनेर एउटा देउसी भैलोको फर्म्याट हामीले यहाँ प्रस्तुत गर्ने जमर्को गर्दैछौँ। सबैजना सहभागी हुनुहोला, रमाइलो गर्नुहोला। हस् त। देउसी भैलोमा जाँदैछौँ। यो देउसी भैलो चाहिँ कस्तो भने अहिलेको देउसी भैलोमा अनेक थरीका गीतहरू बज्छन्, तर वास्तवमा देउसी भैलो चाहिँ कस्तो हुन्छ भन्ने विषयमा चाहिँ हामी व्यवहारिक हिसाबले पनि जानेछौँ। तर अहिले भन्दै गर्दाखेरि 10 मिनट या हामीसँग समय एकदम छोटो भएकोले गर्दा हामी 10 देखि 15 मिनटभित्र सघाउँछौँ यो देउसी भैलो। र देउसी भैलोमा कहिले पनि बिचमा अन्य गीतहरू हुँदैन, देउसीबाटै सुरु भएर देउसीबाटै अन्त्य हुन्छ है। यो कुरा औपचारिक रूपबाट नै हामी आज यहाँ तपाईँहरूसँग साट्छौँ पनि। र सर्वप्रथम त यो वास्तवमा खेल्नुपर्ने उभिएर हो होइन, तर नउभिए तापनि हामी गोलो घेरामा चाहिँ बस्नुपर्छ होला, किनभने बिचमा भरे दान दक्षिणाहरू आउने छ। त्यस कारणले गर्दाखेरि हाम्रो यो बसाइको सन्दर्भमा अहिलेलाई हामीले त्यो कुरालाई चाहिँ यही नै थाती राख्दै सबैभन्दा सुरुमा वास्तवमा देउसी खेल्दै गर्दाखेरि बिचमा दान दक्षिणा आउँछ, तर अहिलेलाई चाहिँ हामी कस्तो तरिकाले आउँछ भन्ने विषयमा चाहिँ यो व्यवहारिक हिसाबले नै सबै भाइ बहिनीहरूलाई छुवाएर नै हामी त्यो महसुस गर्न चाहन्छौँ। त्यसैले गर्दाखेरि दान दक्षिणा जे जति पनि सामग्रीहरू छन् मञ्चमा ल्याइदिनको लागि अनुरोध गर्न चाहन्छु। कुराहरू पनि आउँछ। यो देउसीमा सबै कुराहरू आउँछ है, त्यो सुन्दाखेरि पनि थाहा भइहाल्छ। आहै झिलिमिली झिलिमिली आहै के को झिलिमिली आहै फुलैको झिलिमिली आहै बत्तीको झिलिमिली आहै भगवान भैलो आहै अग्नि भना आहै शर्मिला भना आहै देउसीले भना
आमै जनाउने पर्ने आमै हे मेरा भाइ हो आमै यसैमा फर्की आमै लक्ष्मी जस्ती आमै घर बेटी आमा आमै आइन है भाइ हो आमै आइन है भाइ हो आमै दान र बेटी आमै ल्याइन है भाइ हो आमै हे मेरा भाइ हो आमै आशिकै दिनु आमै आशिकै दिनु आमै आशिकै दिनु यसैमा घरको आमै सधैँमा सधैँ आमै लक्ष्मी आमै बासै गरौँ आमै हे मेरा भाइ हो आमै यसैमा घरमा आमै गाई र बस्तु आमै लड्कै देखी खर्कै सोमा आमै झरीमा रहोस् आमै झरीमा रहोस् झरीमा रहोस् आमै ढुङ्गा छुँदा आमै सुनै बहोस् आमै माटोमा छुँदा आमै अन्नै बनोस् आमै पानीमा छुँदा आमै तेलै बनोस् आमै यसै घरको आमै नाम र कीर्ति आमै त्यसै संसार आमै चलीमा रहोस् आमै चलीमा रहोस् आमै चलीमा रहोस् आमै एकको खाने आमै अर्को माने आमै आशिकै दिन आमै एक्लिने जाने आमै हे मेरा भाइ हो आमै अर्को साल आमै आजकै जस्तै आमै आउनेमा आउने आमै बाचामा बाँधी आमै अहिलेमा सम्म आमै हेर्छै हेर्छै आमै सबैमा सबै आमै यसै घरमा आमै सबै सबै आमै बिदा नै भई आमै जाउँ है भाइ हो आमै जाउँ है भाइ हो आमै कमनी बाँचे आमै खालै साथी आमै अर्कोमा साल आमै फेरि नि नाचे आमै फेरि नि नाचे Thank you. र भाइ बहिनीहरू यो देउसीको कार्यक्रम आयोजना गर्नुको अर्थ चाहिँ यो बेमौसमी बाजा होइन, यो वास्तवमै हामीले बजाउने नै बाजा बजेको हो र सबैले देउसी खेल्न सक्ने अवस्था हुँदैन। धेरै दृष्टिबिनहरूले उहाँहरूले खेलेको देउसी त सुनिराख्नु भएको हुन्छ, तर कसरी देउसी खेल्ने भनेर त तपाईँ भाइ बहिनीहरू सबैजना त सहभागी पक्कै पनि बन्नु भएको छैन होला भनेर चाहिँ गगन भाइले सोचिसके पछाडि गर्ने र भन्ने प्रश्न हुँदाहुँदै पनि गर्नुपर्छ भनियो, गरियो। अगाडि दियो बलेको छ, दान दक्षिणा पनि आएको छ। अब यो दान दक्षिणा दिने र लिने प्रक्रियाको विषयमा पनि हामी एकैछिन पछाडि कुरा गर्छौँ। र आज सम्भवतः कहिले देउसी नखेलेकाहरूले पनि खेल्नुभयो होला, खेल्नु त भएको थियो होला, ल ठिक छ, आफ्नो बुवासँग मम्मीसँग आफ्नो आफन्त कोसँग जानुभयो, तर आफू जस्तै साथीहरूसँग कम्तीमा देउसी खेल्ने अवसर त पाउनुभयो नि। यो अरू बेला त सम्भव थिएन, त्यसको लागि चाहिँ यो काम गरेको हो भनेर हामीले जानकारी गरायौँ। र इतिहासमा तपाईँ हामी जहाँ पुगे पनि यो भिडियो त हामीसँगबाट सुरक्षित हुन्छ, तपाईँले जुनसुकै ठाउँबाट पछि हेर्न सक्नुहुन्छ। तपाईँले त्यति बेला भन्न पाउनुहुनेछ कि हामी सँगै देउसी खेलेका थियौँ, तर हो त्यो तिहारमा थिएन होला, त्यो शरद ऋतुमा थिएन होला, त्यो अर्कै ऋतुमा भए पनि हामीले त्यो समयको अनुभूत कम्तीमा गर्न पाएको छौँ भनेर तपाईँले सोच्नुहुन्छ होला भन्ने लाग्छ। अब साना भाइ बहिनीलाई त के भन्ने, ठुला साथीहरू त बडो बुझ्ने नै हुनुहुन्छ, आफै आपसमा तपाईँको गफ गरे तापनि त्यो गफ पनि सुन्न सक्नुहुन्छ, हामी बोलेको पनि सुन्न सक्नुहुन्छ, किनकि दृष्टिबिनको दुईवटा कानले चारवटा काम गर्छ भन्ने कुरामा म विश्वास छु मित्रहरू। गफ अलिकति कति गरौँ के छैन, गफ गर्ने हो, पछाडि बस्नु र बसेर गफ गर्नु जस्तो मजा कहाँ छ र, त्यही भएर त पछाडि बसेको नि त होइन र।
गफ चाहिँ अलिक त्यो भोल्युम बढाउँदै गफ गरौँ र अब हामी यो दानको प्रक्रिया पनि भन्दै जान्छौँ अगाडि दियो फलेको छ नाङ्लो छ नाङ्लोमा चाहिँ आवश्यक कुराहरू छन् मैले भनिसकेको छु र र मैले के गर्छौँ गगन समाज पनि गर्नु अब यो दान चाहिँ कसले लाने हो कि गगन आफैले लिएर जाने हो कि के गर्ने हो सम्म यहाँ के कति दानहरू उठेको छ पहिलो कुरा चाहिँ छोडिसकियो त्यो छोड्दा छोड्दै पनि अब यो अर्को क्षेत्रमा गइरहँदा यो झनै दिन सक्ने क्षेत्र त हो तर अहिले त्यो अवस्था फेरि ठ्याक्कै बनेको त छैन यद्यपि 555 रुपियाँ मैले पनि थपेको जानकारी गराउँदैछु है यो चाहिँ तपाईँहरूको क्युआरमा आउँछ है क्यासमा आउँदैन क्युआरमा एक रुपियाँ आउँछ है र एकदमै हामीसँग थोरै समय भएकोले गर्दाखेरि चाहिँ हामी यो दान दक्षिणाहरू कसरी राखिएको छ भने थोरै हाम्रो यो शिक्षक सर मिस लगायत साथीहरूले चाहिँ अलिकति भोलिन्टियरिङ सहयोग गरेर साथीहरूलाई एकचोटि देखाइदिनु न प्लिज भाइ बहिनीहरूलाई अनुरोध गरिदिनु होला यसरी राखिएको छ है त्यहाँ नाङ्लो छ त्यहाँ थाल होला के होला दियो कलश यसरी राखिएको छ दियोको अलिअलि पोल्न पनि सक्छ भाइ बहिनीहरू अलिअलि पोल्न पनि सक्छ त्यो नपोलिकन त हामीलाई पनि थाहा हुँदैन त्यो दियो रहेछ त्यहाँ हुन्छ कृपया हाम्रो अलिक थोरै साइलेन्सली बताइदिनु होला अलिक बिस्तारै ब्याकग्राउन्ड म्युजिक मिठो छ अब तपाईँलाई यो दान कसरी राखिएको छ भनेर छनाउने प्रक्रिया हुँदैछ हाम्रो कार्यक्रम सकिनेछ र अन्य विषयमा चाहिँ हामी बिस्तारै समाप्त गर्दै जानेछौँ अन्य फोरमहरू पनि छन् यो छान्दै जानु होला अनि दुईटा मात्रै कार्यक्रम बाँकी रहेछ पुरस्कार वितरण त्यसपछि हाम्रो प्राध्यापक जुन हामीले सार्वजनिक भनाइहरू सुन्नेछौँ बाँकी क्षेत्रहरू मित्रहरू सम्झौँ गर्नु नपलाइदिनु होला भनेको पैसा झिक्यो कि के तिमीहरूले त ओरा आएछ जमीले त छमाएपछि एउटा झिक्न दिएको भर्खरै मात्रै पनि हाम्रो परिवारबाट चाहिँ 500 रुपियाँ थप भएको छ है हाम्रो दक्षिणामा यसै गरी हाम्रो यसै विद्यालयका प्रमोद भण्डारी सरको तर्फबाट हामी सम्पूर्णको लागि चाहिँ दानको रूपमा रु 510 आएको छ गाइस ताली बजाउँ सबैले दक्षिणा छ होइन अनि यहाँ फुल छ होइन यहाँ फलफुल छ हेर के हो यो भन त के हो यो अनि यो के हो यो के हो सुन्तला अनि यहाँ के छ त्यसै गरी हाम्रो सागर नेपाल हाम्रो भर्खरै मात्रै यस विद्यालयमा शिक्षक नियुक्ति हुनुभएको हाम्रो मित्र सागरलाई पनि धन्यवाद छ उसले पनि यहाँ दक्षिणा राखेको छ अनि यहाँ
अनि बस्नेतको तर्फबाट पनि रु 105 रुपैयाँ आएको छ। साबुन जुको तर्फबाट 290 रुपैयाँ आएको छ। 290 रुपैयाँ आएको छ। पानीको लागि होला मेरो चाहिँ फुपूको छोरा हो चाहिँ दिप्सन भाइको तर्फबाट कति रु 200 प्रदान भएको छ। यहाँ उहाँलाई पनि जोरदार तालीले सम्मान गर्न चाहन्छु। मैले कुनै बेला एकदम धेरै सोच्थेँ क्या मसँग मैले त्यतिखेर कार्यक्रमहरू हामीसँग योजनाहरू थियो तर बजेटको अभावले गर्दाखेरि हामीले गर्नु खोजेको कामहरू गर्न पाउँदैन थियौँ। जब म बाल क्लबमा थिएँ त्यतिखेर म त्यसरी सोचिरहेको थिएँ र म आज एकदमै धेरै खुसी छु। यो बाल क्लब हामीले जुन यो रकमहरू हामी ज्ञानचक्षु बाल क्लबलाई हस्तान्तरण गर्नेवाला छौँ। मलाई आशा छ एकदम सही तरिकाले उहाँहरूले चाहनु भएको इच्छा भएको कुरामा मजाले चाहिँ खर्च गर्नुहुनेछ र यो अलिकति भए पनि एउटा सानो सहयोग रहनेछ भन्ने कुरा म पूर्ण रूपमा विश्वस्त छु। र अहिलेसम्मको हाम्रो उठेको रकमलाई चाहिँ टोटल गरिदिनको लागि पनि म हाम्रो सहायक प्रभावलाई अनुरोध गर्न चाहन्छु। थोरै आफ्नो केही शब्दहरू राखिदिनको लागि बाल क्लबको अध्यक्ष बुनु रिना बुनुलाई म अनुरोध गर्न चाहन्छु। कार्यक्रम सभाध्यक्ष महोदय, आज मिति 2082 साल 8 महिना 28 गतेका दिन हाम्रो भूतपूर्व विद्यार्थीहरू दादाहरूले विभिन्न कार्यक्रमको आयोजना गर्नुभएको थियो, जसमा खेलकुद लगायत थुप्रै कार्यक्रमहरू रहेका छन्। अनि त्यसपछि उहाँहरूले चाहिँ हामीलाई चाहिँ विशेष गरी कोच उपलब्ध गरिदिनु भएको छ। त्यो चाहिँ हाम्रो लागि एकदमै गौरवको कुरा भयो, किनकि हामीलाई धेरै अभाव पर्थ्यो। कुनै कार्यक्रम गर्न लाग्दा कोचको कमीले गर्दा गर्न पाउँदैन थियो, जुन चाहिँ तपाईँहरूले उपलब्ध गरिदिनु भयो। त्यसमा चाहिँ म एकदमै म लगायत ज्ञानचक्षु टिम एकदमै धेरै आभार प्रकट गर्न चाहन्छु हजुरहरूलाई। फेरि पनि हजुरहरूले यस्तै सहयोग गर्नुहुनेछ भन्ने आशा गर्दछौँ र यस हजुरहरूले उपलब्ध गराइदिनु भएको कोचले हामी बालबालिकाहरूको लागि केही न केही एकदमै राम्रो कार्यक्रमहरू गरेर आफ्नो बाल क्लबको पहिचान बढाउनेछौँ भन्दै मेरो भनाइहरू यही अन्त्य गर्न चाहन्छु। नमस्कार। र अहिलेसम्मको हाम्रो गणना अनुरूप आज हामीले यस देउसी भैलोबाट रु 8,295 रुपियाँ चाहिँ सङ्कलन गर्न सफल भएका छौँ। यसको लागि एकमुष्ट जोरदार तालीले सम्मान गर्न हामी सबैजना यस कार्यमा हातेकालो गर्नुहुने सहयोग गर्नुहुने तमाम हामी सबैलाई एकदमै हृदयदेखि धन्यवाद दिन हाम्रो जीवन विष्टदायीको हातबाट बाल क्लबकी अध्यक्ष बुद्धरानी लिम्बूको हातमा चाहिँ लगायत हाम्रो प्रधानाध्यापक ज्यू प्रमोद भण्डारी सर र जीवन विष्टदायीको हातबाट संयुक्त रूपमा उक्त रकमलाई चाहिँ रिना बहिनीको हात अर्थात् बाल क्लबकी अध्यक्ष बहिनीको हातले बजाइदिनु होला कृपया। यहाँ चन्द्रकला आले जो मेरो आमा हुनुहुन्छ उहाँ उपस्थित हुनुहुन्छ, उहाँको हातबाट आज विजय हुनुहुने टिम ज्ञानचक्षु स्टारका क्याप्टेन महेशलाई चाहिँ हाम्रो टिम एकमुष्ट टिमलाई नै रु 2000 रुपियाँ पुरस्कारले हामी सम्मान गर्दैछौँ। अघिको गेममा विजय भएको उपलक्ष्यमा यो चाहिँ अरे भाइहरूले जे गर्दा पनि हुन्छ यो खर्चले चाहिँ। त्यस्तै गरी हाम्रो दोस्रो हुनुभएको समूह हुनुहुन्छ ज्ञानचक्षु गोल्ड, जसको क्याप्टेन हुनुहुन्छ रविन जिमी।
हराउने त यही त हो नि यो यही क्याप्टेन भएर आउँदै जीवनलाई मनवाएर पुरा र उहाँलाई चाहिँ हाम्रो दोस्रो हुनुभएको ग्रुपलाई रु 1000 हामीले प्रदान गर्दैछौँ। रबिन जिमी लगायत हाम्रो ज्ञानचक्षु गोल्डको टिमलाई कृपया जोरदार तालीले सम्मान गरौँ। यदि यो टिम नभएको भए ज्ञानचक्षु स्टारले जित्नै सक्दैन थियो। स्थानमा बसिदिनको लागि अनुरोध गरेँ मैले। र हामीले यहाँ खदा अबिर मेडल सेडल कुनै व्यवस्था गरेका छैनौँ। सबैभन्दा मुख्य कुरा चाहिँ पैसा रहेछ क्या। यो विषयमा पनि हामी अहिले लास्टमा छलफल गर्नेछौँ। र हामीले चुनेको म्यान अफ द म्याच हुन सफल हुनुहुन्छ। म्यान अफ द म्याचलाई पुरस्कार दिनको लागि म हाम्रो सक्रिय अभिभावक राम बानियाज्यूलाई अनुरोध गर्न चाहन्छु। राम बानियाको बुवा डेभिड बानिया जो हुनुहुन्छ उहाँलाई चाहिँ हामी सक्रिय अभिभावकको रूपमा पनि हेर्छौँ र उहाँलाई चाहिँ अब म्यान अफ द म्याचलाई पुरस्कार दिनको लागि अनुरोध गर्न चाहन्छु। हाम्रो संयुक्त छलफलबाट सबैले गरेकै थियो, सबैले चौका हानेको थियो, आउट पनि बनाएको थियो, तर एकजना चुन्नु पर्दा सफल व्यक्तिको नाम रहेको छ। म्यान अफ द म्याच हुन सफल हुनुहुन्छ हाम्रो प्यारो भाइ रिदम लिम्बू। उसको एउटा खेलमा यस्तो तरिकाको एउटा एक्टिभनेस छ है, जस्तो बललाई पनि उसले चौका भए पनि नभए पनि आफ्नै तरिकाले दिइरहेको हुन्छ। उसको यो कलालाई सम्मान गर्दै म्यान अफ द म्याच हामीले घोषणा गरेका छौँ र यस खेललाई एकदमै मजाले खेल्ने हाम्रो महेश भाइ लगायत सबै भाइहरूलाई धेरै धेरै थ्याङ्क यू पनि भन्न चाहन्छु। र आदरणीय जीवन विश्व दाइलाई यस मञ्चमा आउनको लागि अनुरोध गर्न चाहन्छु। अब ताली नबजाउँ भन्छु, तपाईँले बजाइ त हाल्नुहुन्छ। ठिक छ, विशेष धन्यवाद छ तपाईँलाई। यो चाहिँ सुन्नुपर्ने कुरा हो। हामीले अघि नै मैले सम्बोधन गरिसकेको छु। सम्माननीय प्रधानमन्त्री नेपाल सरकारलाई हामीले दृष्टिविहीनको क्षेत्रमा के कस्ता समस्याहरू छन्, त्यसलाई कसरी समाधान गर्न सकिन्छ, हाम्रा सम्भावनाहरू के छन्। तपाईँहरू आज विद्यालयमा पढ्नुहुन्छ, विद्यालयले पकाएको खाना खानुहुन्छ, घरबाट बुवा आमाले विद्यालयसम्म ल्याइदिनुहुन्छ। तपाईँको मात्र सपना कहाँ छ? तपाईँसँग त तपाईँका बुवा आमाका सपनाहरू पनि जोडिएका छन् नि, तपाईँका मम्मी ड्याडीका सपनाहरू पनि जोडिएको छ नि, तपाईँलाई माया गर्ने मान्छे सबैको सपनाहरू जोडिएको छ नि। यहाँसम्म बस्दा त हामी पुरै धरती नै आएको छौँ, विश्व ब्रह्माण्ड नै हामीले हाँक्ने हो भन्ने त्यो साहस हिम्मत आउँछ। यो विद्यालयको ऊर्जा नै त्यस्तो छ, सर्भिसहरूको माया नै त्यस्तो छ। तर बाहिर निस्किसके पश्चात चाहिँ त्यसको अप्ठ्याराहरू धेरै छन्। हामीले सोचेको भन्दा बिल्कुलै विपरीत जीवनसँग हामीले सङ्घर्ष गर्नुपर्ने हुन्छ। त्यो चाहिँ हामीले कम्तीमा 10 वर्षमा भोगिसकेका छौँ। यसर्थ आज चाहिँ तपाईँहरूको दाइहरू आज यहाँ चाहिँ भात खान र खुवाउन मात्रै आएको होइन, तपाईँहरूलाई सुन्नको लागि आएको। तपाईँहरूले यस ज्ञानचक्षु विद्यालयमा पढ्दै गर्दा देश र दुनियाँलाई कसरी बुझ्नु भएको छ, आफ्नो भविष्यलाई कसरी बुझ्नु भएको छ भनेर केही सोध्न आएको, केही भन्न आएको, तपाईँहरूले केही सोध्नुहोस् भनेर आएको, तपाईँहरूले केही भनिदिनुहोस् भनेर आएको। तपाईँ र हामी बिचमा सञ्चार होस्, अन्तर्क्रिया होस्, विचारको विनिमय होस् भनेर आएको। तर यहाँको वातावरण ठ्याक्कै त्यो प्रकारको नभएको हुँदा हामी सुन्ने र सुनाउने कार्यक्रमलाई चाहिँ, हाम्रा अनुभव आदान प्रदानका कार्यक्रमलाई चाहिँ कम्तीमा प्रधानाध्यापक ज्यूको उपस्थितिमा चौरीमा बसेर एउटा करिब 1 घन्टाको अन्तर्क्रिया चाहिँ यदि सम्भव भयो भने हामी गर्नेछौँ। प्रधानमन्त्री कार्यालयमा ती 15वटा बुझाइहरू के बुझाइयो त? हामीले हाम्रो विद्यालयको लागि भोलि यहाँबाट छोडेर जाँदै गर्दा के गर्न सक्छौँ त? विद्यालयले त हामीलाई यत्रो 14-15 वर्षसम्म राख्यो, पढायो। हाम्रा सर्भिसहरूले हामीलाई हाम्रा नाकबाट, मुखबाट, अन्य ठाउँबाट निस्किएका फोहोर पदार्थहरूलाई पनि तपाईँको चाहिँ बालेर सफा बनाएर क लेख्न सिकाएर, ज्ञाएर, पुलिसलाई पनि सिकाएर, त्यो अक्षरभित्र रहेको त्यसका भावनाहरू पनि सिकाउनु त भयो। आज उहाँहरू यो विद्यालय छोडेर जानुभयो, कतिपय यही विद्यालयमा हुनुहुन्छ, भोलि आउँदै गर्नुहुन्छ। उहाँहरूप्रति हाम्रो सम्मान चाहिँ कस्तो हुनुपर्छ त? अब उहाँहरू पढाउनु भयो, जानुभयो, सक्यो, अनि उहाँहरूले सिकाएको अनुभवहरू चाहिँ कहाँनिर चाहिँ हामीले युटिलाइज गर्ने त? उहाँहरूको सहयोग हामीलाई चाहिँदैन। हामीलाई समाजले यति धेरै दियो,
हामीले यो समाजलाई आजसम्म एउटा धारा बनाइदिएको छौँ, यो समाजलाई हामीले पानी खुवाएका छौँ, तर समाजबाट त हामीले धेरै कुरा लिएको छौँ नि त। यसर्थ लिने मात्रै नभए हामी दिने पनि बन्न सक्नुपर्छ। लेनदेन हो जीवन भनेको, तपाईँको चाहिँ आदान प्रदान हो जीवन भनेको, त्यो जीवन विशिष्ट होइन। तपाईँ हाम्रो जीवन भनेको होइन, हामी चाहिँ त्यस्तो व्यक्ति बन्नुपर्छ भनेर भन्न खोजेको। यहाँ तपाईँले पढ्नुहुन्छ, मास्टर डिग्री हासिल गर्नुहुन्छ, बाहिर गइसके पश्चात कुनै पनि जागिर नपाएर आँखा देख्ने मान्छेहरू त बोर्डर वारिपारी गर्न सक्दैन, तर रिक्साले हान्दै गर्छ, खुट्टा च्याउँछ, बिहानै 4 बजे भाले उठ्नुभन्दा पहिले उठेर त्यो चिसो हुस्सुमा अगाडि हात्ती छ कि गैडा छ कि अर्को के पो छ कि केही जीवनको प्रभाव नगरिकन आफ्नो जीवन आफ्नो परिवारलाई पाल्नको निम्ति त्यो चौकनी चाहिँ भन्सार बोर्डर जानु पर्यो भने, कक्काबिट्टा भन्सार बोर्डर जानु पर्यो भने कस्तो होला भनेर तपाईँले आज सोच्नु भएको छैन। नसोचेको कुरा भोलि पक्का भोग्नुहुन्छ। यदि सुन्नुहुन्न भनेदेखि ठिकै छ, तर हामी त्यो नहोस् भन्नको निम्ति तपाईँ र हामी मिलेर सँगै अगाडि बढ्नुपर्छ भनेर अहिले ब्रेल युनाइटेडको अवधारणा अनुसार हामी अगाडि बढिरहेका छौँ। यो विद्यालयलाई पनि कसरी सहयोग गर्न सकिन्छ भनेर हामी अगाडि बढिरहेका छौँ। आज हामी यो विद्यालयलाई सहयोग गर्ने कुरा हामी यहाँनिर भन्न चाहन्छौँ, हाम्रो जीवनलाई सजिलो बनाउने कुरा भन्न चाहन्छौँ र त्यो तपाईँबाट पनि हामी सुन्न चाहन्छौँ। तर यी साना भाइ बहिनीहरूलाई राखेर एकैपटक यो कुरा गर्नु भनेको चाहिँ अन्याय हुन्छ भनेर हामी प्रधानाध्यापक हाम्रो चाहिँ प्रमोद भण्डारीजीको उपस्थितिमा, किनकि उहाँको उपस्थिति जरुरी छ, उहाँ हुनुभयो भने मात्रै हामीले हाम्रो कुराहरू भन्न मन लाग्छ होइन। उहाँले पनि आफ्नो कुराहरू राख्नुहुन्छ। प्रमोद भण्डारी सर हाम्रो प्रज्यूसँग धेरै कुरा छ, तपाईँको लागि उहाँले धेरै योजनाहरू बनाउनु भएको छ, तर सबै त तपाईँले एकैपल्ट सुन्न त पाउनु भएको छैन नि। उहाँले पनि केही भन्नुहुन्छ, हामी पनि त 15वटा बुदाहरू भन्छौँ, तपाईँले पनि त्यसमा केही थप्नुहुन्छ। हामी चौरीमा कुरा बुझ्ने, कम्तीमा अलिकति सुन्न इन्ट्रेस्टेड, जबरजस्ती छैन। चौरीमा वरिपरि गोलाकार भएर तपाईँहरू केही बोल्नुहोस्, हामी बोल्छौँ, गफगाफ होस् न। यहाँ भाइ तिम्रो नाम के अरे भनेर मैले सोध्ने, हाम्रा साथीहरूले सोध्ने, तपाईँले दाइ तपाईँको नाम के हो भनेर सोध्नु नपरोस् न, हाम्रो चिन्जान होस् भन्ने मात्रै कुरा गर्न खोजेको। गगनको बुवा र आमाले हेर्नुहोस् त, असमबाट त्यो नागाल्यान्डबाट संसारको सबै ठाउँमा उपचार गर्न लानुभएको हो नि गगन भाइले, पढाउनु पनि भएको नि गगन भाइले। तर भोलिको भविष्य चाहिँ के गगनको बुवा र आमाको हातमा छ त छैन नि त। त्यस्तै ठ्याक्कै तपाईँका बुवा आमाले पनि तपाईँमाथि लगानी गर्नुभएको छ। छिमेकीबाट धरानसम्म पुर्याउनको निम्ति 500, 1000, 2000 रुपियाँ ऋण काटेर तपाईँलाई यहाँसम्म ल्याउनु भएको छ। तपाईँहरू पढ्दै हुनुहुन्छ, जागिर खाइहालिन्छ भन्ने त्यो दम्ब हामीमा पनि थियो, तपाईँमा पनि छ। तपाईँहरू हामीभन्दा अझ धेरै चेतनाको हिसाबले अगाडि हुँदो रहेछ। तपाईँलाई सजिलै होला, हामीलाई चाहिँ सजिलो भएन है। अब के गर्न सकिन्छ भनेर तपाईँहरूसँग भएको, तपाईँको त्यो मस्तिष्कसँग भएको चेतना चाहिँ हामीलाई अलिकति सापट दिनुहोस् न, के गर्न सकिन्छ भनेर सुझाव सल्लाह दिनुहोस् न भनेर कुरा गर्न खोजेको। तपाईँहरू बोलेको हुनुहुन्छ, हुन त म पनि बोलेको छु। जिन्दगीमा एक्लै पनि बोल्न सकिन्छ, तर यसरी फेरि भेटेर बोल्न चाहिँ सबैलाई भाडा तिरेर ल्याएर ठाउँ कुरा गर्न पाइँदैन मित्रहरू। त्यो अनुभव चाहिँ हामीले गरेका छौँ, तपाईँले यहाँ गर्नु पर्दैन। यो त स्वर्ग भूमि हो, सम्भवतः हामी स्वर्गमा पनि पछि मरेर गयौँ ठोकिन्छौँ होला नदेखेर, यहाँ हामी ठोकिँदैनौँ। कुन रुख काटेर छ, त्यो रुखले के भन्दैछ हामी त्यसको भाषाहरू बुझ्न सक्छौँ। कुन इँटामा काटेर चाहिँ हामी ठोकिएका छौँ, कहाँ मिलाएका छौँ, त्यो इँटाले हामीलाई भन्छ। त्यो बाहिर गइसकेपछि त्यो बात हुँदैन मित्रहरू। हाम्रा सपनाहरू छैनन् होला। त्यो बरगाछी छ नि, बरगाछी ज्ञान चक्षु स्कुल हामी छिर्छौँ नि, ज्ञान चक्षु स्कुल छिर्ने बाटो कहाँ हो भनेर यहाँको समाजमा सोध्दा अन्त स्कुल भन्छ नि तपाईँहरूलाई होइन, मन चसक्क दुख्छ नि। हो त्यो दुखेको कुरा हामीलाई भन्नुहोस् न भन्न खोजेको। त्यो बरगाछीमा त्यो ज्ञान चक्षु छिर्ने ठाउँमा त्यो त्यहाँनिर चाहिँ हाम्रो लुइस ब्रेलको ठुलो साली भएको कल्पना गर्नुहोस् त। त्यो बरगाछीदेखि यहाँनिर हाम्रो ज्ञान चक्षु विद्यालयसम्म टेक्टाइल भन्छ क्या, दृष्टिबिनहरूले चाहिँ एउटा केन ठ्याक्क बिचमा राखेर अड्काउँदै आयो भने त्यहाँ कोही पनि हिँड्न पाउँदैन, टुक्टुक्कै हामी यहाँ स्कुलभित्र आइपुग्न सक्छौँ। त्यस्तो राखेको कल्पना गर्नुहोस् त। भोलि तपाईँ यहाँ धरानमा बसेर पढ्दै गर्दा काठमाडौँ जानु नपर्ने स्थिति हुँदै गर्दा भानुचोक जान मन लाग्ला, बाटोमा हिँड्दै गर्दाखेरि तपाईँको चाहिँ त्यो बाटोमा खोलेका पेटीका ढक्कुरबाट मुनि झर्नुहुन्छ होला, कलेज जाँदा समस्याहरू होला तपाईँलाई। त्यो समाधान गर्नको निम्ति, त्यसमा खबरदारी गर्नको निम्ति, त्यसको निदान गर्नको निम्ति हामी के गर्न सक्छौँ भनेर बहस गर्न पो खोजेको त तपाईँहरूसँग। अनि हल्ला गर्नुहुन्छ, समस्या दिन्छ क्या। त्यही भएर प्रधानाध्यापकज्यूको उपस्थितिमा, किनभने हामी त आफैमा बोल्दै जाँदा हामी पनि भर्खर त जेनजी उमेर पार भएका हौँ, तपाईँहरू जेनजी हुनुहुन्छ, कुरा गर्दै जाँदा अलिकति ठुलो आवाज होला, त्यसलाई संयोजन गर्ने मान्छे पनि त चाहियो नि होइन। तपाईँहरू हाम्रो कुरै सुन्नुहुन्न, ठिक छ, होस्टलतिर जानुहोस्, कपडा खोल्नुहोस्, आफ्नो काम गर्नुहोस्, उपर खुट्टी लाएर रेडियो सुन्नुहोस्, गफ गर्नुहोस्, अङ्गाला मारेर हिँड्नुहोस्, बट्टा खेल्नुहोस्, के खेल्नुहुन्छ खेल्नुहोस्।
आयो भने आनन्दले जान्छौँ, के छ। तर होइन, दाइहरूको कुरा सुन्नुपर्छ। दाइहरूले हाम्रो निम्ति बाटो बनाइदिँदै हुनुहुन्छ भन्ने लाग्छ भने एक ठाउँमा भेला हौँ है, छलफल गरौँ है। हाम्रा बुवा आमाहरूको चिन्ता के छ भनेर हामी भनौँ, छलफल गरौँ। हामी घर जाँदा हाम्रो समाजले के भन्छ, हामीले भोलिको दिनमा जुन ठाउँमा जाने त्यो क्षेत्रले के भन्छ भनेर जान्नु छ भने चाहिँ हामी छलफल गरौँ। भन्दै गर्दा अब किन त्यहाँ पो छलफल गर्नु भन्न मन लाग्यो, किनकि माउ शान्त भयो। शान्त भएन जतिवटा बुदाहरू भन्छु, नभनेका बुदाहरू कुनै समयमा भन्नु। सुरु गर्छु 1 नम्बर बुदाबाट है। अहिले सरकारले बिना धितो 25 लाखसम्म ऋण दिइरहेको छ नयाँ युवा व्यवसायहरूको लागि। तर त्यो कार्यक्रम 5 वर्षदेखि फेल छ, त्यसको रिजल्ट शून्य छ। मान्छेले ऋण लिन्छन्, त्यो ऋण नतिरिकन पछि विदेश जान्छन्, किनकि धितो लागेको छ, तिर्नु पर्दैन, टन्टै छ। हाम्रो माग के छ? 1 नम्बर माग दृष्टिहीन तथा फरक अवस्था भएका व्यक्तिहरूलाई हामी चाहिँ फरक क्षमता भन्दैनौँ। फरक क्षमता भनेको चाहिँ एलियनहरू जस्तो भयो होइन, सुपर ह्युमन भयो क्या, त्यो चाहिँ एकदम महामानव भयो होइन। खुट्टाको उनीहरूले गाडी उडाउने, प्लेन उडाउनेलाई चाहिँ भनिन्छ, भित्तामा खरेर चढ्नेलाई चाहिँ फरक क्षमता भनिन्छ। हाम्रो क्षमता चाहिँ फरक अवस्था हो। यसर्थ हामी फरक अवस्था भएका व्यक्तिहरूलाई अब त्यो कार्यक्रम चाहिँ कम्तीमा दृष्टिहीन तथा फरक अवस्था भएका व्यक्तिहरूलाई दिनु पर्यो। कसरी दिनु पर्यो? हामी त विदेश भाग्दैनौँ नि त, तिर्न सकेनौँ भने पनि। भाग्नको लागि त हामीलाई अर्को मान्छे चाहिन्छ, दोहोऱ्याउनको लागि कहाँ भाग्छौँ त हामी? भाग्दैनौँ होइन त। त्यही भएर बिना धितो यदि 25 लाखसम्म सरकारले हामीलाई ऋण दियो, 10 वर्षको समय राखिदियो र 0% ब्याजमा त्यो ऋण दियो भने हाम्रो संरक्षक चाहिँ तपाईँको हाम्रा अभिभावकहरू हुन्छन् र सम्बन्धित पालिका हुन्छ कुनै व्यवसाय गर्नको लागि, र त्यो व्यवसाय दर्ता पनि हुन्छ। त्यसो गरेर हाम्रा बुवा आमाले रोजगार पाउँछन्। तपाईँले शिक्षक सेवा आयोगमा नामै निकाल्न सक्नु भएन भने तपाईँलाई राम्रो कोट लगाएर काउन्टरमा व्यापारी बनेर बस्न सक्नुहुन्छ। त्यो हैसियत बनाउनु पर्यो भन्ने माग छ 1 नम्बरमा। ठुलो सुन्न मन लाग्दैछ कि छोड्यो? दोस्रो कुरा है, दोस्रो कुरा चाहिँ के छ भने पशुपतिनाथ लगायत गर्ने देशका विभिन्न मठ मन्दिरमा फुल पूजा सामग्री बेच्ने, त्यस्तै गरी सार्वजनिक सटर, सार्वजनिक तपाईँका स्थानहरू जुन चाहिँ तपाईँको निकै महँगो मूल्यमा भाडा लगाइन्छ, न चाहिँ स्थानीय पालिका, प्रदेश सरकार र सङ्घीय सरकारको मातहतमा भएका यस्ता क्षेत्रहरू, एयरपोर्टहरू पर्छन्। यी क्षेत्रहरूका सटरहरू, यी क्षेत्रमा व्यवसाय गर्नको निम्ति चाहिँ दृष्टिहीन भएका व्यक्तिहरूलाई दिनु पर्यो, या त तिनीहरूका घर परिवारका सदस्यलाई दिनु पर्यो। किनभने पशुपतिनाथमा तपाईँले फुल बेच्न चाहनुभयो भने 15-20 लाख रुपियाँ नबुझाएसम्म तपाईँलाई त्यहाँ फुल बेच्न दिँदैन। 30 रुपियाँको फुललाई 300 रुपियाँमा बेचिन्छ, दिनमा 200 जना फुल किन्न आउँछन्। एकजनाले त्यति बेच्न सक्छ भने त दिनमा 15,000 देखि 20,000 को कमाइ हुन्छ। महिनामा 4 देखि 5 लाख रुपियाँ त्यहाँ कमाउन सकिन्छ। तपाईँ 35,000 को जागिरको लागि अहोरात्र खटिनुहुन्छ, लाइसेन्स निकाल्नुहुन्छ, निस्केन भन्ने कम्तीमा त्यहाँ काम गर्न पाइन्छ। मतलब यो क्षेत्र हामीलाई चाहियो भन्ने माग छ। 3 नम्बर बुदामा छ, यहाँदेखि ठिक छ इटरीसम्म जानु, वृद्धमठसम्म जानु त समस्या भएन दृष्टिहीनलाई। तर एउटा दृष्टिहीन महिला, एउटा दृष्टिहीन मान्छे यहाँदेखि काठमाडौँ जानु पर्यो, पोखरा जानु पर्यो भने लामो गाडीको यात्रा गर्दा साथीहरू पानी नै नखाइकन हिँड्नु हुँदो रहेछ दृष्टिहीन भएको कारणले। किनभने शौचालयको प्रयोग गर्नुपर्छ, कसले लगिदिएला कहाँ भन्ने लाज लाग्छ। त्यहाँ 50% छुट दिन्छ नि त गाडी। बरु त्यो भन्दा चाहिँ प्लेन भाडामा छुट माग्नु न 50%। 50% चाहिँ प्लेन भाडा छुट भयो भने हामी एकै क्षेत्र पुग्छौँ नि। हो यो माग पनि रहेको छ। कुरो बुझिँदैछ? त्यस्तै गरी कति राम्रो बोल्ने साथीहरू पनि देखियो होइन। रेडियो नेपाल, नेपाल टेलिभिजन जस्तो रमेश प्रसादज्यू चिन्नुहुन्छ नि, उहाँले टेलिभिजनमा काम गर्नुभयो नि। जीवन विश्वज्यू चिन्नुहुन्छ नि, उहाँले पनि मकसरका टेलिभिजन र युट्युब लगायत गर्ने प्लेटफर्ममा काम गर्नुभयो नि। त्यसरी नै यो काम तपाईँले पनि गर्न सक्नुपर्छ भन्दा तपाईँले रेडियो नेपाल, नेपाल टेलिभिजन जस्ता क्षेत्रमा पनि कम्तीमा 20% चाहिँ दृष्टिहीन भएका व्यक्तिहरूलाई राख्नुपर्छ। के तपाईँलाई अवसर दियो भने तपाईँ रेडियोमा बोल्न सक्नुहुन्न? अनि सकिन्छ भने अब त्यहाँ पनि माग गर्नुपर्छ। त्यहाँ सुन्दै निन्द्रा लाग्दो कार्यक्रम चलाएर मान्छेले गाडी खाइरहेको छ। एउटा काम के हुन्छ थाहा छ रेडियो नेपालमा भनिदिउँ, तपाईँलाई थाहा छैन होला। आदरणीय श्रोता, भर्खरै मात्र तपाईँले सुन्नुभयो कृषि कार्यक्रम। अब यसपछि तपाईँले सुन्नुहुनेछ कार्यक्रम घटना र विचार। यति मात्रै भन्ने पनि जागिर हुन्छ क्या कि यो काम तपाईँले गर्न सक्नुहुन्न? देशका 753वटा पालिकामा फोनै मात्र उठाउने जागिर क्या। एकजनाको चाहिँ पालिकामा फोनै मात्रै उठाउने जागिर दियो भने पनि 753 जना दृष्टिहीनहरू सेटल हुन्छ नि। हो, यसका लागि पनि अब हामी आवाज उठाउँदैछौँ।
तपाईँहरूका के आयो? तपाईँहरू चाहिँ कम्प्युटरमा एकदम अगाडि हुनुहुन्छ होला, आइटीको क्षेत्रमा तपाईँको सम्भावनाहरू होला। ती सम्भावनाहरूलाई हामी कसरी खोजी गर्न सक्छौँ? के छ आइडिया तपाईँहरूले भन्नु पर्यो। हामीभन्दा त तपाईँहरू अगाडि हुनुहुन्छ। यस्ता कुराहरू गर्नु पर्यो। नेपालमा प्रज्ञा प्रतिष्ठान भन्ने छ, कला सङ्गीत र साहित्यको त्यो सङ्गम रूप हो, त्रिकोण रूप हो भन्दा आँखा नदेख्ने मान्छे चाहिँ प्राज्ञिक हुनै सक्दैन। आँखा नदेख्ने मान्छेसँग चाहिँ विचारै हुँदैन। त्यो प्रज्ञा प्रतिष्ठानमा दुनियाँले जागिर खाँदा हुन्छ नि, एउटा दृष्टिले जागिर खाँदा के हुन्छ? हामी त्यसको लागि पनि सङ्घर्ष गरिरहेका छौँ। अरूले चाहिँ गफै गरेर जागिर खाइरहेका छौँ, जबकि हाम्रो कामै बोल्ने हो नि त। हामी त तिनीहरूभन्दा झनै मिठो गफ गर्न सक्छौँ नि त। भन्दा हामी ती ठाउँहरूमा जागिर खान पाउनु पर्यो। सुरुमा त्यहाँ जीवन विष्टलाई चाहिएन। सबैभन्दा पहिला चाहिँ दृष्टिहीन भएका व्यक्तिहरूलाई चाहियो। उहाँहरूबाट उब्रिएछ भने हामी जस्ता व्यक्तिले ल्याउँला। लोभिजन साथीहरू दोस्रो पर्यायमा आउनु त्यसमा। किनभने भन्न चाहिँ दृष्टिहीन भन्ने एउटा शिक्षक सेवा आयोग पास गर्नुभयो, तपाईँ टिचर बन्न जानुभयो भने पनि के गर्छ राज्यपालिकाले? अलिअलि देख्नु भएको भए चाहिँ ठिक हुन्थ्यो, पुरै देख्नु हुँदो रहेनछ, अलिअलि न्यून दृष्टि भएको भए राम्रो हुन्थ्यो भन्छ। भन्न चाहिँ दृष्टिहीनको लागि भनेर चाहिँ कोटा छुटिने आउने, अनि तपाईँ बाइक चलाउन सक्ने आँखा ठुलो परेकाहरूले सेवा लिने। हामी यसको विरुद्धमा छौँ। स्वयं म जस्तो एउटा म त लोभिजन हो नि त। म त चाहेर भान्चोमा बदम बेच्न सक्छु, चिया बेच्न सक्छु, अनि मैले दृष्टिहीनको नाममा मैले खानुपर्ने? तपाईँहरूमाथि हामीले नै अन्याय गरिरहेको छौँ। तपाईँ फर्स्ट यानि कि अप्रिल 1 हामी यो कुरा गर्न खोजिरहेका छौँ। तपाईँहरू पनि त साहित्य देख्नुहुन्छ, तपाईँहरूसँग त भावना छ, तपाईँहरूसँग त माया सद्भाव छ, तपाईँहरू पनि समाजप्रति केही चाहिँ योगदान गर्न सक्नुहुन्छ। तिनीहरूको बारेमा कुरा गर्नु। 15वटा पूजा छ भन्दा भन्दै गर्ने सम्भावना रह्यो। सुन्न मन लाग्ने साथीहरू चौतारामा भेला होला एकैछिन पछाडि सुनौला। तपाईँहरूको कुरा पनि हामी सुन्छौँ, हाम्रा कुराहरू पनि भन्छौँ, हाम्रो मित्रता बढाउँछौँ। तर स्कुललाई अलिकति पनि अप्ठ्यारो नपर्ने तरिकाले तपाईँहरूसँग सम्बन्ध राख्दै गर्दा, तपाईँहरूसँग हाम्रो सम्बन्ध स्थापित हुँदै गर्दा तपाईँहरूले हामीलाई फोन गर्ने के छ भाइ कहिले पनि नभन्नुहोस्। स्कुल बिदा भएको बेला ठिक छ, भेट्ने कुरा गर्ने छँदैछ, स्कुलमा भएको बेला चाहिँ त्यो काम नगर्नुहोस्, किनकि हामी तपाईँहरूसँग टच हुनै चाहँदैनौँ। यत्रो स्कुलले विश्वास गरेर प्लाटफर्म दिएको छ हामीलाई भने हामी तपाईँहरूलाई यो क्रियाकलापमा सहभागी कहिल्यै गराउँदैनौँ। हामी तपाईँहरूको विचार मात्र लिपिबद्ध गरेर लान चाहन्छौँ, तपाईँको विचार मात्र हामी मस्तिष्कमा बोकेर जान चाहन्छौँ। कुरा यति हो मित्रहरू, यति भन्दै मैले धन्यवाद दिनैपर्छ। हामी एउटा दृष्टिहीन भएको मान्छे, हामी हिजो यहाँ काला प्लास्टिकको रूपमा फुटबल हालेर खेल्थ्यौँ चौरीमा, बडो आनन्दपूर्वक। बाहिर गएपछि त कालो प्लास्टिकमा हालेर फुटबल खेलाउनु भनेर म आफ्नो छिमेकीलाई भन्न सक्दिनँ, म मेरा देख्ने साथीलाई भन्न सक्दिनँ। हेर्नुहोस्, यहाँनिर चाहिँ दृष्टिहीन हामी क्रिकेट खेल्छौँ भनेर चाहिँ एउटा सानो हड्डी जस्तो डल्लोमा उडाइरहँदा बाहिर गएपछि मैले मेरा छिमेकी साथीहरूलाई, मेरा यी सन्चय भाइहरूलाई, यी अनिस बसेतलाई म कुडाएर बगान्छु। त मुनिबाट चाहिँ ब्याट सोरेर ब्याटिङ गर्दैन भन्दा उहाँहरूलाई अल्छी लाग्छ, उहाँहरूलाई मजा आउँदैन। मलाई तपाईँ जस्तै साथीहरू चाहिन्छ, अनि म के तपाईँहरूको घरसम्म आउन सक्छु। घरसम्म आए पनि यो तपाईँको आँगनमा त खेल्न सम्भव छैन। आज याद आउँदैन, तर बाहिर गइसकेपछि तपाईँ यी कुराहरू याद आउनेछ। यी कुराहरू आएको हामी स्कुलभित्र आज 10 वर्ष पछाडि छिर्यौँ। मेरो साथी आशिक राई, हामीले त्यो स्कुलको लागि साँच्चै भन्यो भने ठुलो क्रान्ति गरेका छौँ। ठुलो क्रान्ति, त्यस्तो चाहिँ तपाईँले गर्नु हुँदैन। कम्तीमा त्यो क्रान्तिले गर्दा आज तपाईँका जिउहरूमा पेटका टामहरू बसेका छैनन्। तपाईँको नाक र मुखबाट साथीसँग नजिक भएर अन्तरङ्ग गर्दा अलिकति एउटा मजाबाट निस्केका शब्दहरू झुक्केर फुत्किँदा मुख फुटेका छैनन्। आज तपाईँले तातो पानीमा नुहाउन पाउँदै हुनुहुँदो रहेछ। आज तपाईँका धाराहरू निकै सफा रहेछ। आज तपाईँलाई चाहिँ तपाईँको एउटै ठाउँमा एउटा त्यो आरीमा दाल भात तरकारी सबै एकै ठाउँमा ब्लाइन्डले खान सक्दैन भनेर तपाईँको पहिलो थाल जस्तोमा दिँदो रहेनछ। कुकुरले पनि नखाने किसिमको प्लेट, जुन प्लेट छुँदाखेरि मैला सर आउँथ्यो, च्याप हुन्थ्यो, त्यस्तोमा तपाईँले खानु पर्दो रहेनछ। चिसो प्लेटमा हालेका ती तपाईँका चिउराहरू जुन खाइसकेको हुँदैन त्यो ती चिउराहरू फेरि पोटोलेर अर्को शुक्रबार आज खुवाइदो रहेनछ भन्दा तपाईँको प्रहलाई धेरै धेरै धन्यवाद भन्नुहोस्। प्रधानाध्यापकसँग कहिले पनि चित्त बुझ्दैन, तर पनि धन्यवाद दिनुहोस्, किनकि रुल्समा बस्नुहोस्। अनुशासन भन्ने कुरा त मिठो हुँदैन नि त, तर अझै नमिठो कुराले तपाईँलाई भने मिठो बनाउँछ। आज स्कुलमा जस्तै पढाइ गर्छ, गणित पढ भनेर एक लबेटो हान्छ, एक सिर्कना हान्छ भनेदेखि आज रिस उठ्छ, तर भोलि बाहिर निस्केर साथीभाइले बोल्ने क्रममा, भाषण गर्ने क्रममा फलानु प्रतिशत फलानु भनेर यसरी बोल्नु पर्दा ठ्याक्कै नहुँदा हामीले त्यति बेला हाम्रा सर्भिसहरू अवश्य पनि सम्झिन्छौँ। 15-20 हजार रुपियाँ दिँदैमा एउटा सानो दृष्टिहीन बच्चालाई कसैले बाहिरको मान्छेले सिगान बसिदिएला, सरसफाइ गर्दैला, त्यसलाई 24 घन्टा खटिदिएला। सर्भिसको काम सरकारी जागिर भनेको जस्तै कि 5 वर्षसम्म पढाएर 4 वर्षसम्म पढाएर टाप कसले हो नि त?
तपाईँहरूसँग सङ्घर्ष गरेका योगदानहरू धेरै छ। त्यही भएर हामी आज बाहिर बसेपछि हाम्रा सङ्घर्षलाई सम्झिरहेका छौँ। त्यो भाषण जस्तो पो सुन्नु हस् हामी चुपचापमा भेटौँ है। हस् थ्याङ्क यू समयमा विशेष धन्यवाद छ। अध्यापक लगायत सम्पूर्णलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। त्यस्तै गरी यो कार्यक्रमको लागि ब्याकबाट चाहिँ ल है गर्नुपर्छ है तिमीहरूले यो कार्यक्रम चाहिँ गरिदेऊ न भनेर हामीलाई फाइनेन्सियली सहयोग गर्नुहुने, मनदेखि तनदेखि सहयोग गर्नुहुने भारतको नागाल्यान्ड कोहिमामा भएका कोलिनी जसले देउसी खेलेर मैले अघि नाम पनि एनाउन्स गरेँ, उहाँहरू सबैलाई फेरि पनि स्मरण गर्दै म सरोज दाईलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। दाईले कता हराउनु भयो, कार्यक्रम चलाउँदै हुनुहुन्थ्यो, बिचमा मैले ओभरटेक गरेँ जस्तो छ। अन्त्यमा जाँदै अब यस औपचारिक कार्यक्रमलाई आफ्नो केही शब्दहरू राखेर समापन गरिदिनको लागि आजको कार्यक्रमका सभाध्यक्ष तथा यस विद्यालयका श्री प्रमोद भण्डारी सरलाई अनुरोध गर्दै सरोज दाई र म गगन आले पनि यो औपचारिक कार्यक्रमदेखि चाहिँ बिदा हुन चाहन्छु है। नमस्ते। धन्यवाद पूर्व विद्यार्थी इस विद्यालयका गगन आले मगरज्यू र आजको यो विद्यालयमा फेरि पदार्पण गरेर विद्यार्थीहरूलाई, यहाँ भएका विद्यार्थीहरूलाई सचेत गराउने, भविष्यप्रति जागरुक र सचेत गराउने काममा जुन तपाईँहरूको आजको यो भूमिका मैले देखेको छु, यो हाम्रो विद्यालयका विद्यार्थीहरूको लागि एउटा कोसे ढुङ्गा साबित बन्न सकोस् भन्ने पनि म कामना गर्दछु। त्यस्तै हाम्रो पूर्व विद्यार्थी गगन आले मगरका नागाल्यान्ड भारतमा भारतीय सेनामा काम गर्नुहुने, विभिन्न कोलोनीहरूमा रहनुहुने जति पनि अभिभावकजीहरू हुनुहुन्छ, उहाँले यस विद्यालयलाई सम्झेर गगन आलेको माध्यमबाट जुन हाम्रो विद्यालयसँग सम्बन्ध जोडिएको छ, उहाँहरू सबैमा म विद्यालयको तर्फबाट, प्रहको तर्फबाट हार्दिक अभिनन्दन गर्न चाहन्छु। त्यस्तै हाम्रो यस विद्यालयमा विद्यार्थीहरूलाई हामीले धेरै कुरा सिकाउनु छ, धेरै कुरा जनाउनु छ। विद्यार्थीहरूलाई यहाँ त्यतिकै राखेर, खाना दिएर, काखमा राखेर फकाउँदै फुल्याउँदै पढाउनु मात्रै होइन, उनीहरूलाई जीवन कस्तो हुन्छ, कस्ता कस्ता चुनौतीहरू आउँछन्, हामीले के कुरा सामना गर्नुपर्छ, ती कुराहरू सिकाउनको लागि हामी प्रयासरत रहँदै पनि त्यस कुरालाई अझै उजागर गर्नको लागि हाम्रो धरान क्षेत्रका यस विद्यालयका पूर्व विद्यार्थी जीवन विष्ट सर, जोसँग हाम्रो विद्यालयको पुरानो सम्बन्ध छ, म पछि आएर जोडिएको हुँ र पनि हाम्रो पहिलादेखि नै एउटा गहिरो आत्मीयता र सहकार्य रहँदै आएको छ। म उहाँलाई पनि हार्दिक अभिनन्दन गर्न चाहन्छु। त्यस्तै यस विद्यालयमा अध्ययन गरेर जानुहुने विद्यार्थी भाइ बहिनीहरू, जुन कुरा जतिखेर भनेको हुन्छु, जतिखेर ती विद्यार्थी भाइ बहिनीहरू यहाँ आउँछन्, त्यतिखेर हामीहरूले फकाउँदा सम्झाउँदा नबुझिसकेपछि कतिपय अवस्थामा गाली गर्नुपर्ने हुँदो रहेछ, कतिपय अवस्थामा उनीहरूलाई तर्साउनु पर्ने पनि हुँदो रहेछ, कतिपय अवस्थामा उनीहरूलाई फकाउनु पनि पर्दो रहेछ। त्यति गरेर पनि उहाँले आफ्नो जुन शैक्षिक स्तरलाई पार गरेर बाहिर जानुभएको छ, दुःखहरू झेलिरहनु भएको छ, त्यो मैले बुझेको छु, त्यो मैले देखेको छु, सुनेको छु। र उहाँहरूले आफ्नो क्षमता अनुसार, आफ्नो सक्षमता अनुसार राज्यले अवसर दिनुपर्छ भन्ने कुरामा म तपाईहरुको साथमा रहेको छु। र विद्यार्थी भाइ बहिनीहरू, म यहाँ रहँदै गर्दा विद्यार्थीहरूलाई आत्मनिर्भर बन्नुपर्छ, बाबुहरू आत्मनिर्भर बन्नुपर्छ। तिमीहरू एक्लै दृष्टि नभए पनि काठमाडौँसम्म जान सक्ने एउटा हैसियत राख्नुपर्छ। यो विद्यालयको चौघेराभित्र गुटुटुटु कुद्ने उफ्रिने मात्रै होइन,
बाहिर पनि तिमीहरू आफूलाई सम्हालेर सुरक्षित किसिमले सुनिश्चित किसिमले आफ्नो गन्तव्यमा पुग्ने आफ्ना जति पनि जीवनका कार्यहरू छन् ती कार्यहरू गर्न सक्ने हैसियत बनाउन सक्नुपर्छ। त्यसको लागि यो क्षेत्र मात्र होइन, स्कुल बाहिर यो पर्खाल बाहिरको क्षेत्रमा पनि हामीले धेरै कुराहरू सामना गर्नुपर्छ। त्यसको लागि यस विद्यालयमा बस्दा आत्मनिर्भर बन्ने र क्षमता बनाउने काम गर्न नानी हो भनेर भन्दाखेरि त्यतिखेर गाह्रो लाग्थ्यो होला, तितो लाग्थ्यो होला र अहिले रहँदै गरेका विद्यार्थीहरूलाई पनि त्यो नमिठो लाग्थ्यो होला है। तर जीवनमा यथार्थ त्यही हो, कटु सत्य भनेको त्यही हो। जुन चुनौती आउँछ त्यसलाई सामना गर्नै पर्छ र त्यसको लागि आफूलाई सक्षम र गर्न सक्ने हैसियतको बनाएर राख्नुपर्ने हुन्छ। अनि मात्रै हामी हरेक परिस्थितिमा सामना गरेर सफल हुन सक्छौँ। म यस विद्यालयमा आएँ। यस विद्यालयमा आउँदाखेरि देखेका मलाई चित्त नबुझेका कुराहरू सबै चिर्दै, सबै मैलोहरू पखाल्दै, साथीभाइहरू सबैको सर सहयोगबाट, अभिभावकहरूको सर सहयोगबाट, सचेत विद्यार्थीहरूको सहयोगबाट हामी अघि बढ्दै गयौँ र कति गर्न सकियो, कति गर्न सकेन सबै विद्यार्थीहरूको सामनेमा यो स्पष्ट छ र विद्यार्थी भाइ बहिनीहरूलाई पनि थाहा छ पहिलाको अवस्था, अहिलेको अवस्था, हामीले गर्नुपर्ने के। तर यति गर्दा गर्दै पनि म के भन्छु भनेदेखि विद्यार्थी भाइ बहिनीहरू, यो त तिमीहरूको आफ्नो माइती घरभन्दा पनि प्यारो हो। तिमीहरूले बाउ आमाको काख छोडेर यहाँ आएर आफ्नो जीवनको युवावय यी बिताएका छौ। अब सारा जिन्दगीको लागि आधारशिला तयार गर्नुपर्ने ठाउँ यसलाई बनाउन सक्नुपर्छ। मैले यो कुरा पनि भन्दै आएको छु, हामी शैक्षिक ज्ञान मात्र होइन, शैक्षिक सिपले युक्त मात्र होइन, हाम्रा विद्यार्थीहरूलाई व्यावसायिक सिप पनि, उनीहरूको अपाङ्गता मैत्री जुन व्यावसायिक सिप छ त्यो सिपहरू पनि सरकारले दिने कुरामा हिचकिचाउनु हुँदैन, त्यसको पनि व्यवस्था गरोस्। मैले त यो कुरा पनि भनेको छु, कम्तीमा पनि एसएलसी दिइसकिसकेपछि 1 वर्षसम्म, घटीमा 1 वर्षसम्म सबै विद्यार्थीहरूलाई उनीहरूको क्षमता सुहाउँदो व्यावसायिक सिप सरकारले दिने प्रबन्ध अनिवार्य रूपमा मिलाउनु पर्ने हुन्छ, जसले गर्दा भोलिको जीवनमा उनीहरूले सडक किनारमा बसेर मलाई सहयोग गरेर भनेर माग्नुपर्ने अवस्था नआओस्। उनीहरू आत्मनिर्भर बन्न सकुन्, स्वावलम्बी बन्न सकुन्, उनीहरूको पनि समाजमा एउटा हैसियत बन्न सकोस्, एउटा स्तर बन्न सकोस्। यो पनि मेरो सपना छ। यो सपना पुरा गर्न म पनि पाऊँ र त्यसको लागि कसरी सहकार्य गर्नुपर्छ त्यो सहकार्य गरौँ र सहकार्य गर्दाखेरि भइराखेको राम्रो अवस्था चाहिँ बिग्रेर कदापि नजाओस् भन्ने मेरो पनि मनसुबा छ। यसरी विद्यार्थी भाइ बहिनीहरू, हाम्रा विद्यार्थी भाइ बहिनीका अग्रजहरू, हाम्रा पूर्व विद्यार्थीहरू यहाँ आएर यसरी सचेत गराइदिँदा आज मेरो छाती गर्वले फुलेको छ, गर्वले ठुलो भएको छ। मलाई धेरै आत्मबल मिलेको छ र हाम्रा जीवनमा हाम्रा स्थानीय सरकार, हाम्रा प्रदेश सरकार, हाम्रा सङ्घीय सरकारमा हामीले कसरी अगाडि बढ्नुपर्छ ती कार्यहरूमा मैले धेरै लामो तपाईँहरूको जस्तो भुक्तभोगीको र प्रत्यक्ष अनुभवको नपाए पनि तपाईँहरूसँग रहँदा बस्दा मैले जानेका कुराहरू म त्यो सरकारसँग पनि व्यक्त गर्न, त्यो सरकारसँग सामान्यमा राख्नको लागि म पनि तपाईँहरूसँग सहकार्य गर्न तयार छु र यो कुरा हुनुपर्छ र यो कुरा आवश्यक हो। जबसम्म हाम्रा यस्ता अपाङ्गता भएका बालबालिकाहरूको भविष्य, काम, जीवन सुनिश्चित हुँदैन र सुरक्षित हुँदैन तबसम्म हामीहरूले गर्नै पर्छ, हामी अघि बढ्नै पर्छ, हामीले एउटा सुनिश्चित क्षेत्र बनाउनै पर्छ भन्ने कुरामा म पनि तपाईँहरूको साथ छु भन्ने कुरा राख्दै सम्पन्न भएको म सबैमा जानकारी गराउँछु। अब यस पछाडि एउटा ग्रुप फोटो खिच्ने हाम्रो अभियान छ, त्यस कुरामा पनि सबैजना सहभागी हौँ भनेर म सबैलाई जानकारी गराउँछु। धन्यवाद। हाम्रो यस पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयलाई भारतीय नागाल्यान्डका कोलोनीहरूमा बसेर विद्यालयलाई जुन सहयोग पुर्याइदिनु भएको छ, जुन सदा सहायता व्यक्त गर्नुभएको छ,
त्यसप्रति हाम्रो विद्यालय हाम्रो विद्यार्थी परिवार सम्पूर्णबाट के भन्न चाहन्छौँ?